साथीहरु म बिस्तारै बारीमा गए फुपू पनि बारीमा रहेछन् म फुपूलाई छल्याउन गएका छु सुने हा कति बेला घाँस है हेर गाइज यहाँ प्याज चड्डा लाग्यो सबभन्दा पहिला त स्वागत छ साथी हो आज मैले यो खास हाम्रो भाषामा भिडियो बनाउनुको कारण बेलफुपूले के भने कि हामी त नेपाली भाषा बोल्न जान्दैन आफ्नै भाषामा भिडियो बना अनि हामी त म त हेर्दियो नत्र हेर्दैन हो भन्यो मैले उस बिहार गनाएँ हाम्रो बारीमा घोका फल्या छन् अब 2-4 दिनमा घोका खाना हुने हुन् कति धेरै छन् निका निका छन् अनि यहाँ प्याज चाहिँ आज खास उचड्डोको कारण के हो पानी पर्दला छ पानी पर्यो भने प्याज कुहिने हो नि त अहिले आज बिहानबटको पानी पर्दो अहिलेसम्म पानी चुइया छैन साथी हो एक छिटो पनि परेको छैन अब पर्दै हो कि नै अब भगवान जानुन् पानी पर्दियो भनेर प्याज उचाडिहाले अब अरू के लसुन उचाडिहाले अब केही छैन बाँकी रह्यो अब पानी पर्दा नपर्दा अब सर्क कि बात जानुन् बिचमा मलाई गीत गाउने मन लाग्यो भने गीत पनि गाइहाले अब यसै चाहिँ साथी अब बारीको भिडियो बनायो भने हाम्रो भाषामा आउने हो बारीभन्दा फाल्तु अरू भिडियो आयो भने अब नेपालीमा आउने हो प्याज पनि के भयो सुकिनस लागे जस्तो नगिर ठेगाना भयो अब तम पनि बढी घाम भयो पनि कुने कम पानी लाग्यो पनि कुने हो अब म लागि साथी हो प्याज काट्टमा गम लाग्दो पछि तर थाहै नाथि मलाई कसरी काट्टो के काट्टो भनेर फुपूलाई सोध्न लागेको छु सरसी काट्न लागेको छु अब कति बेला म थिउडो काट्बन्न कति बेला तलिउडो काट्बन्न छन् मलाई यसरी प्याज कहिले नकाट्यो भने थाहै छैन अब पासा त काटिहालेँ आधा प्याज काटिहाल्यो अब आधा काट भोला काट्यो भनेर राखिहाल्यो पानी पर्दै सुरु आज त सरकारले यसो गर्यो साथी हो बिहानबाटै अब कति बेला पानी पर्दै जसो कति बेला घाम पर्दै जसो अहिले अब रात पर्दा लागि हावाहुरी चल्न लागेको छ अब के हुने हो कसो हुने हो डर पनि लागेको छ निको पनि लागेको छ अब घाम छ त अति घाम छ अब पानी पर्यो भने लौ साथी हो मैले सिन पनि देखाइहालेँ अब कसो हुने हो के हुने हो अब भने त कमेन्टमा पानी पर्दै हो कि नै पर्दै हो अहिले अब चिड्को पर्दै लाग्यो हो बिजुली चम्कन बस्को म त गएँ बाई बाई गाइस।